हजुर, म नारायण शर्माको तर्फबाट मेरा सबैजना मित्रजनहरूमा नमस्ते छ। हजुरहरूको दिन जहाँ रहे पनि, जस्तो अवस्थामा रहे पनि आजको दिन सबैको मङ्गलमय, शुभ र ह्याप्पी, खुसी रहनु होला भन्ने पुनः आशाका साथमा एउटा सानो भिडियो पोखरा फेवातालको बनाइरहेको छु। हजुरहरूले हेरेर साथ दिनु होला, अन्तिमसम्म हेरेर साथ दिनु होला भन्ने आशा गर्दछु। र यहाँ फेवाताल वरिपरिको रङ्ग रमाइलोहरू म तपाईँहरूलाई देखाउन जाँदैछु। हजुर दाइ नमस्ते, रमाइलो छ है फेवातालमा? ल ल, हामीहरू आज रमाइलो गर्दै फेवातालको सफर गर्दैछौँ। अनि आजको हाम्रो खास पाहुनाहरू यहाँ दिपिका ढकाल, दिपेश ढकाल हाम्रो मेन पाहुना हुनुहुन्छ। अनि कल्पना पौडेल, उता पवन पौडेल पनि उहाँ बस्नु भएको छ। अनि चट्ट लाएर आज हामी फेवाताल घुम्ने अवसरहरू पाइराखिएको छ। साथीहरू हेर्नुहोस्, पोखरा फेवाताल वरिपरिको सुन्दर दृश्यहरू तपाईँहरूलाई कस्तो लाग्दैछ? हाम्रो दाइले पनि पुरा चलाएर साथ दिइराख्नु भएको छ। एकदम रङ्ग रमाइलोको साथमा, हामी खुसियालीको साथमा फेवाताल वरिपरि घुम्न गइरहेका छौँ। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्दै गर्नु होला। ल ल हजुर, बनिरहेछ हजुरहरूको पनि। ए बेसखेरी लाग्छ नि। ल यहाँहरू पनि फेवातालमा रङ्ग रमाइलोको साथमा Hello, hi brother. Hello. How are you? I'm fine. पोखरामा फेवाताल भन्ने गीत छ हजुर। यही फेवातालबाट पनि धेरै गीतहरू बनिरहेको छन्, तपाईँहरूले हेरि पनि सक्नुभयो होला। र आज हामी यही फेवातालमा घुम्ने अवसर र मौकाहरू पनि जुराइदिनु भएको छ भगवान्ले। यसमा हामी निकै खुसी छौँ। साथमा तपाईँहरू पनि आफ्नो आफ्नो ठाउँबाट हेरेर खुसियाली र आफ्नो मनले अब घुमे जस्तै महसुस गर्न सक्नुहुन्छ। त्यही भएर मैले युट्युबमा सानो भिडियो बनाएर राख्नेछु, हेर्नु होला कस्तो लाग्नेछ। हाम्रो भिडियो प्रतिक्रियाहरू दिनु होला। फेवाताल आउनु होला हजुरहरू पनि यसै गरी घुम्न भन्ने आशा गर्दछु। यहाँको सुन्दर दृश्यमा मूलको पानी केमा? पिउने पानी। ए यो पाइपमा यसरी बोर्डहरू हिँड्दा यताउति अल्झेर यसो त हुँदैन? ल ल, ठिक छ ठिक छ, नअल्झे भयो। हामी खास गरेर तालबराई मन्दिरमा जाँदैछौँ। हाम्रो तालबराई माताको मन्दिर, माता मन्दिर उहाँ हुनुहुन्छ। हामी करिब करिब पुग्न लागिसकेका छौँ। अझै पनि हामीलाई लाग्छ होला 5 देखि 10 मिनटसम्म त्यहाँ पुग्न। यहाँहरूलाई पुरा थाहा हुन्छ नि त कति लाग्छ के भन्ने कुरो। सबै लगाउनु आउँछ नि, गमहरू या फेभिक्विक जस्तै त्यो पानी नछिर्ने के के हालेर बनाउनुहुन्छ दाइ यिनीहरूलाई बनाउँदा भित्र? ढुङ्गा यो खापामा कपास बटारेर राखेछ। अनि बाहिरबाट पोटिन भन्ने अलकत्रा जस्तै हुन्छ, त्यो पोटिनले टालेछ। त्यही भएर पानी आउँदैन। पानी नआएर अनि यो तरिदियो, पानी डुबिहालिन्छ नि। शक्ति हराउँछ। मान्छे छैन। हजुर, मतलब अञ्चल परिन्छ।
त्यसमा हिँडेको कति होला? त्यसलाई 600 घन्टालाई 1 घन्टालाई 600 है? एकजना साथी त्यताबाट र एकजना यताबाट आपसमा मिलेर मन्दिर जाने प्रयासमा अगाडि पोखरा वरिपरिको सुन्दर दृश्य देख्न सक्नुहुन्छ फेवाताल वरिपरिको तपाईँहरूले। त्यो पछाडिको डाँडा सरङकोट हो है दाइ? हजुर उहाँबाट त्यही हो शरणकोट त्यहीँबाट होइन के उड्ने अरे प्यारासुट प्याराग्लाइड साथसाथमा उहाँहरू पनि आफ्नो गन्तव्य पुरा गर्दै हुनुहुन्छ। 4 जनाहरू मिलेर टक 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 टक। ल फेवातालबाट स्तूपको पनि दर्शन गर्न मिल्ने रहेछ। यहाँ माथि सिधै अगाडि हेर न। त्यो पक्का होटल बन्दै होला त्यति ठुलो। हामी तालबराईको नजिक आइसकिएको छ। अब यहाँबाट हामीहरूले सायद परिक्रमा गरेर मात्र भित्र जाने होला। हजुर, हामी परिक्रमा गर्नको लागि त्यहाँदेखि थोरै टाढाबाट हामी नजिक हुँदैछौँ। यहाँले दर्शन गर्नुहोस् दर्शन गर्नुहोस् अनि दर्शन गरेर आउनुहोस् अनि उता जाने हो। उता गएर यताबाट फर्किने, यताबाट फर्किँदा परिक्रमा त्यही भइहाल्छ। ल ल ल पहिला मन्दिरमै लगेन। गएर नि तिनीहरूले नराम्रो। हामीहरू घुम्दै मन्दिरको नजिक पुग्न लागिसकिएको छ। बिचमा भिडियोहरू रोकिकन म बनाइराखेको छु। कस्तो लाग्छ साथीहरू हेर्दै गर्नुहोस् आजको यो भिडियोको। पोखराको रमाइलो फेवातालको साथमा डुङ्गाहरूमा घुमघाम। ल हामीहरू करिब आइसक्यो तालबराई माताको मन्दिर नजिकै। 25 मिनटको सफरको भिडियोलाई मैले तपाईँहरूलाई 9-10 मिनटभित्रै कट गरिकन बनाएँ। हेर्नुहोला कस्तो लाग्छ साथीहरू, प्रतिक्रिया दिँदै गर्नुहोला। हाम्रो बोट पनि साइडमा लाग्दैछन् डुङ्गा। ओ पवन, हात भित्र गर है। हजुर, हात भित्र गर्नु, औँला भित्र।
ल हजुर सबै साथीहरूले तालबराई माताको दर्शन गर्न आए। गुड लक पनि भन्न चाहन्छौँ। धन्यवाद। साथीहरू तालबराई मन्दिरमा तपाईँहरूले माछाहरू पनि हेर्न सक्नुहुनेछ। मेरो भिडियोले कतिसम्म क्याच गर्न सक्यो त्यो त मलाई थाहा भएन। सुनिस् फोटो होइन है यसरी भिडियो हो। पोखरा वरिपरिको सुन्दर दृश्यहरू तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू। तालबराई माता मन्दिर उहाँ हुनुहुन्छ दर्शन तपाईँहरूलाई मैले अघि नै गराइसकेँ। फेरि पनि उहाँभित्र हो। त्यहाँ पनि छत त्यही त हो। ल हामीहरू सबै तालबराई दर्शन गरेर फर्किँदै यता साथीहरू पनि हुनुहुन्छ पुरा दर्शन गरेर उहाँहरू पनि फर्कँदै हुनुहुन्छ। ज्याकेट लगाऊ। ए ल यो म लगाएँ है। उहाँहरू पूजा गर्ने सामग्रीको साथमा बाहिरैबाट तयारी भएर आउनु भएछ। यहाँ त फोटो खिच्ने अनि म त्यो मोबाइलबाट खिचिदिन्छु। पवन घाम भएर त्यसो गरेको घाम पनि बेसकेरी चर्को छ त्यही भएर यो बाबुले ज्याकेट ओढिराखेको छ। पोखरामा घाम लाग्दा घाम छ, बादल आउँदा पानी आइहाल्छ। यस्तै हुन्छ हजुर यहाँको मौसम त। हेर्नु साथीहरू पोखरा फेवातालको रङ्ग रमाइलो। हामी तालबराई दर्शन गरेर फर्किँदैछौँ। पोखरा वरिपरिको सुन्दर दृश्यहरू हेर्न सक्नुहुन्छ हजुरहरूले। खसे त यहीँ डुब्की लगाउनु पर्छ बुढी। होइन त्यस्तो त नसम्झना हो, मैले त निकाल्छु। हजुरले स्विमिङ गर्न आउँछ? अलिअलि आउँछ बाबु।
तिमीलाई नि आउँछ हो ल हामी तालबराई दर्शन गरेर फर्किँदैछौँ साथीहरू। अब सायद यो भिडियो यतिमै बन्द गर्न जाँदैछु। हेरेर तपाईँहरू सबैले लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। कस्तो लाग्छ हजुरहरू सबैको दिन शुभ ह्याप्पी अनि खुसी रहनु होला सबै भन्ने आशाका साथमा यो भिडियो बन्द गर्न जाँदैछु। हस्त नमस्ते।